हेलो वेलकम ब्याक साली वेलकम ब्याक अर्को चाहिँ ल्याउनु भयो टप मन्दिर पानी पर्न थालेछ यहाँ हेर्नु सबै कुरा पानी पर्न थालेछ अनि हेलो गाइज गुड मर्निङ नमस्ते एन्ड सेलो सबैजनालाई वेलकम ब्याक टु न्यू भिडियो आजको भिडियोमा चाहिँ के छ भने धेरै कामहरू छ यस्तो कामहरू हो भने त्यसमा अब लन्ट्री सन्ट्री पनि जानुपर्ने छ होइन थुप्रो छ कामहरू गर्नुपर्ने छ आज बिहानको पुरै 8 साढे हुन लागेको छ मेरो नानी बुढी यहीँ छ बसिरहेको छु होइन हो त्यही सबैजना बसिरहेको छ मेरो छोरो यहाँ बसेर खाइरहेको छ होइन म चाहिँ अब लन्ट्री जानु लागेको लन्ट्रीमा थुप्रो कामहरू छ नानीको पुरै कानमा त्यो कुण्डल लाउनु पनि पर्ने छ होइन मलाई चाहिँ ब्रेकफास्ट र चिया नभइकन चाहिँ हुँदैन क्या मलाई चाहिँ चिया चाहिन्छ बिहान शनिबार कुनैले कस्तो कस्तो बनाइरहेको हुन्छ कुनैले फाल्टै बनाइरहेको हुन्छ कि कफी पनि म अलरेडी यहाँ लन्ट्री आएको छु होइन लन्ट्रीमा अब अलिअलि गरेर लाग्नुपर्छ र मैले चाहिँ लन्ट्रीमा लुगासुगा हालैवरि पनि पटाइ पनि सकिसकेँ होइन अब चाहिँ जाने बेला भयो सबै खाली भएको छ होइन यहाँ चाहिँ यता सबै खाली भयो अब मेरो पनि जाने बेला भयो मैले चाहिँ फाइनली लुगाहरू पनि सबै सकिसकेको छु लुगासुगा हालेर यहीँ पठाउँछु म यही सबै कुरा गरेर मात्रै घरतिर जान्छु होइन किनभने घरमा गएर पठाउनु फेरि गर्नु साह्रो अप्ठ्यारो लाग्छ मलाई पनि होइन म सबै कुरा चाहिँ यहीँ लगाउँछु ओर्छु पठाउँछु प्याक गर्छु अनि जान्छु क्या आजको मौसम चाहिँ फेरि कस्तो फेरि अघि बिहान चाहिँ होइन घाम पनि लागिरहेको थियो फेरि एकछिनमा भइजाला कस्तो कस्तो भइरहेको थियो फेरि पानी पर्न थालेछ क्या पानी पर्न थालेछ यहाँ हेर्नु सबै कुरा पानी पर्न थालेछ अनि अहिले फेरि निस्किरहेको छ वेदर पनि गाह्रै छ म चाहिँ अहिले होइन हाट नुडल्स खाइरहेको छु अलिक भोक लाग्यो लन्ट्री सन्ट्री गरेर आएर पनि अनि त्यो लुगाहरू एकदम त्यो मिलाएर राख्दा अनि अलिक भोक लाग्यो र यस पछाडि मेरो अर्को टिप छ अनि सेन्ट क्लज जानुपर्ने छ त्यहाँबाट चामलहरू के ल्याउनु पर्ने छ थुप्रो छ कामहरू आज त भनिन्छ छुट्टी मात्रै भन्नुपर्छ के भन्दै त्यत्तिकै दिनै जान्छ अब के गर्नु अब अलिकति यसो खाएर लाग्छु है त गाइस बाहिर पुरै हावा चाहिँ पातलो भइरहेको छ पुरै भिजेर होइन यस्तोले हेर नि पुरै पानी परिरहेको छ अनि One day later. हेलो वेलकम ब्याक साली वेलकम ब्याक अर्को चाहिँ ल्याउनु भयो Let's go बहिनी Let's go ready 1 2 हेर यता हेर यता धन्दा यसरी मिल्कहरू आएको छ यहाँनिर अब खाने हो अनि बिस्तारै खाँदै कुदाउने हो है त गाई सी यू नेक्स्ट पार्ट मेरो चाहिँ यो स्पेसल फुड हो यो स्पेसल मलाई जहिले कुन लाने This one? Yes. Only one, okay? Okay, only one. यहाँ बस्ने भला अब ओके ओके से थ्याङ्क यू बाबा
मेरा सपना है ये लेने के, दिला दो प्लिज भाइ। आज मैले चाहिँ मेरो छोरालाई चाहिँ वालमार्ट लिएर आएको थिएँ, किनभने अस्तिदेखि मलाई बाबा वालमार्ट 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 भनेर भन्दै थियो। अनि किनभने मेरो आज काम थियो र भोलि लान्छु मैले भने होइन। भर्खरै अब भनौँ न अघि नानीको कान छेड्न गएको थिएँ म। अनि नानीको कान सान छेडेर पनि आएर यताउता झारेर आफ्नो बुढी नानीलाई झारेर अहिले चाहिँ वालमार्टमा यसो सपिङहरू गरेर अलिकति। अनि मन्दिपलाई पनि टोय भन्दै थियो, टोय त्यो एक दुई दिनमा केटाकेटीलाई। हजुर होम स्टिल बिरामी छ मेरो नानी होइन, स्टिल खोक्दैछ के। यस ल अब घर जाने है। यस यस सो वेलकम ब्याक अगेन। किनभने म फेरि नि इन्डोर आएको छु यहाँनिर होइन। हामी सबैजना आएको छ फेरि। एभ्री स्याटरडे चाहिँ हामी खेल्छौँ यहाँ बेलुका होइन। एभ्री स्याटरडे हामी धेरै छ यहाँ प्रायः जस्तो सबैजना छ। अनि यो म अब कस्तो हुन्छ गेममा एकछिनमा भेट्नुपर्छ। सी यु गाइस। सबैजना सो आजको गेम चाहिँ हाम्रो सकेको छ होइन। आज यति नै रह्यो होइन। सबैजना हिँड्न लाग्यो, म पनि अब जुत्ता खोलेर हिँड्न लाग्यो होइन। अब कस्तो हुन्छ गेममा एकछिनमा भेट्नुपर्छ। आजको लागि यति भयो। तपाईहरूले मेरो च्यानललाई सपोर्ट गर्नुहोस्, लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस् है त। थ्याङ्क यू फर वाचिङ। आजलाई यति। पिस आउट, बाई।